आज 1 जुन है आजको रोड अपडेट एकदमै गान्तोकदेखि चाहिँ बाटो कहीँ जाम छैन, क्लियर छ है। यहाँ हामी कालीझोडा क्रस गरेर यो जग्गामा चाहिँ अलिकति काम चल्दैछ र त्यसले गर्दा चाहिँ रोकिरहेको छ, काम हुँदैछ है। र यहाँ पनि जाम हुँदैन, यो 5-10 मिनट रोकेर छोडिदिइहाल्छ है। र बाटो चाहिँ एकदमै क्लियर छ, आज सन्डे भएकोले गर्दा नि होला ट्रक्सहरू कुद्दैन है। र त्यसले गर्दा चाहिँ एकदम बाटो चाहिँ क्लियर छ, एकदमै आरामले आउनुहुन्छ आज चाहिँ सन्डेको दिन। यो चाहिँ तपाईँको यहाँ हल्का फुल्का काम चल्दैछ है, र जाम त्यति छैन। तर चाहिँ यहाँ तल सामानहरू झार्ने ओर्ने गर्दाले यसो 5-10 मिनट चाहिँ रोकिँदैछ, अरू केही छैन। आज सन्डेले गर्दाखेरि पुरा बाटो क्लियर छ। र टिस्टा खोलाको पानी आज अलिक कम्ती भएको छ हिजोभन्दा, तर अब यस्तै पानी बढिरहेको चाहिँ अलिकति पानी बढेको दिन चाहिँ अलिकति नआउँदा नि हुन्छ होला है। र अहिले चाहिँ अलिकति निकै कम्ती भएको छ, पानी चाहिँ एकदमै कम्ती मात्रामा पानी आउँदैन हिजोभन्दा चाहिँ। हिजो चाहिँ निकै बढेको थियो, आज घाम लागेर पनि होला वेदर एकदम राम्रो छ र पानी छैन आज, कम्ती।